नमस्ते अन्यवासेयो। आज फेरि म च्याप्टर 4 को छङ्बो मुन्हा लिएर आइसकेको छु। यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला। ल सुरु गरौँ है त। हाङ्गुगे कोरियाको छ्वासिक मुन्हा भुइँमा बस्ने संस्कृति। कोरियाको भुइँमा बस्ने संस्कृतिको बारेमा छ। ल कस्तो खालको संस्कृति छ र उक्त संस्कृतिमा के गरिन्छ हैन, ती कुराहरू सबै छ। ल हेरौँ है त। हाङ्गुगिन दुरुन फाङ इना कोरियनहरू चाहिँ कोठा अथवा मारु भनेको भुइँको स्पेस हो। भुइँको एउटा काठ ओछ्याएर राखिएको, काठको फलेक ओछ्याएको स्पेस हुन्छ। त्यो स्पेस कस्तो हुन्छ भन्दाखेरि यहाँ चाहिँ चिया खाने, बसेर गफसफ गर्नको लागि एउटा स्पेस, खाली स्पेस जस्तो बनाइदिया हुन्छ। त्यो स्पेसलाई चाहिँ मारु भनेर भन्छ। काठको फलेकहरू ओछ्याएर बनाउँछ। विशेष गरी पुराना कोरियन घरहरूमा हुन्थ्यो यो मारु भन्ने चाहिँ है त। ल कोरियनहरू चाहिँ कोठा अथवा मारुको फादागे भुइँमा आन्जास बसेर सिक्सारुल हागना खाना खाने अथवा युसिगुल छुइहानुन आराम गर्ने छ्वासिक मुन्हारुल बसाइको संस्कृति खाजीगो इस्सुम्निदा लिएका छन्। इरहान यस्तो छ्वासिक मुन्हानुन यस्तो भुइँमा बस्ने संस्कृति चाहिँ खाजोक इना परिवार अथवा खाक्काउन नजिकैको छिङ्गुदुलकिरी साथीहरूसँग हाम्के सँगै सोथोङ हागो कुराकानी आदान प्रदान गरेर, सोथोङ हादा भनेको भाषा सञ्चार गर्ने, कुराकानी आदान प्रदान गर्नु भन्दा नि हुन्छ। भाषा सञ्चार गरेर अथवा कुराकानी आदान प्रदान गरेर युदे गामुल भनेको मित्रतालाई, यङसङ हानुन्दे सुधारात्मक बनाउने बेलामा थोमुल छुम्निदा सहयोग दिन्छ अथवा सहयोग पुर्याउँछ। छ्वासिक मुन्हा भुइँमा बस्ने संस्कृति रो इन्हे भनेको चाहिँ इन्हे भनेको कारणले हो क्या। छ्वासिक मुन्हा रो इन्हे भुइँमा बस्ने संस्कृतिको कारणले आङ्गुक साराम दुरुन कोरियन मानिसहरू चाहिँ थेबुबुन प्राय जसो छिबानेस घरभित्र सिनबारुल फतको है त जुत्ता चप्पललाई खोलेर सेङहाल हाम्य जीवनयापन गर्छन् भने फादागे आन्जास भुइँमा बसेर सिक्सारुल हानुन खाना खाने सिक्ताङदो रेस्टुरेन्ट पनि स्विपके फुल्सु इस्सुम्निदा सजिलैसँग देख्न सकिन्छ। स्विपके भनेको सजिलैसँग, गे भनेको गरी अथवा सँग भनेर मैले अघिल्लो भिडियोहरुमा पनि भनिसकेको छु यसको बारेमा। सजिलैसँग देख्न सकिन्छ। छ्वासिक मुन्हागा भुइँमा बस्ने संस्कृति यन्दे एदो वर्तमान समयमा पनि, अहिले पनि भन्न खोजेको, वर्तमान समयमा पनि छिसोक थोएनुन निरन्तर चलिरहेको भनेको यो बसाइको संस्कृति अहिले पनि चलिरहेको छ। त्यो अहिले पनि चलिरहेको इयुनुन कारण चाहिँ हाङ्गुगे छन्थोङ कोरियाको परम्परागत नानबाङ फाङ्सेगिन तातो कोठा बनाउने तरिका। यो नानबाङ भनेको तातो कोठा, फाङ्सिक भनेको तरिका, कोठा तताउने एउटा तरिका थियो अरे। के तरिका रहेछ हेरौँ। ओन्दोल भनेको हिटिङ, फ्लोर हिटिङ सिस्टम हो क्या। फ्लोर तताउने सिस्टम हो एउटा ओन्दोल। परम्परागत तरिका पहिला चाहिँ यो ओन्दोल भने कस्तो खालको ओन्दोल हुन्थ्यो अरे भन्दाखेरि कोरियामा चाहिँ घर बनाउने बेलामा, भुइँ ढलान गर्ने बेलामा ढलान गरेको बीचमा सानो स्पेसहरू छोडिदिने क्या। हावा जाने स्पेसहरू, गोलो पानी बग्ने जस्तो टाइपको सानो स्पेस माथिबाट चाहिँ ढाक्दिने। हाम्रो माथिबाट हेर्दा देखिँदैन, तर भित्र सानो ढुम्रो जस्तो बनाइदिरा हुन्छ क्या। जताततै यता उता रुमतिर सबैतिर फैलाइदिएको हुन्छ। अनि त्यो फैलाइदिएको त्यो ढुम्रो जस्तो चाहिँ अथवा त्यो स्पेस चाहिँ लिएर गएर फेरि एक ठाउँमा चिम्नी जस्तो बनाइदिया हुन्छ। त्यहाँ चाहिँ आगो फुक्ने, आगो ताप्ने बस्ने पुरानो जमानामा। त्यसपछि साइडमा आगो फुक्ने, अनि आगो फुकेको धुवा, त्यो तातो हावा चाहिँ त्यसपछि हाम्रो जुन त्यो ढुम्रो जस्तो बनाइदिया हुन्छ यो रुम मुनिपट्टि, त्यहाँबाट तातो हावा फैलिँदै गएपछि त्यो रुम यसै पनि तात्ने भयो। भुइँ त्यसरी तात्थ्यो अरे क्या पहिला। त्यसलाई नै ओन्दोल भनेर भन्थ्यो पहिलाको जमानामा। अब अहिले त पाइपहरू आइसकेको छ। अब त्यो खाली भागमा
पाइप राखिदिएर पाइप भित्रभित्र तातो पानीहरू चलाइदिने, त्यसरी पनि ओन्दोल बनाइरहेको हुन्छ। खास गरी ओन्दोल भनेकै भुइँ तताउने सिस्टम, फ्लोर हिटिङ सिस्टमलाई ओन्दोल भनेर भन्ने हो। अनि सबैतिर तातो हावा फैलिँदै गएपछि त अनि भुइँ यसै तात्ने भइहाल्यो। कोरियामा चाहिँ जाडोको समयमा बाहिर लुगा सुकाउन भन्दा भुइँमा फालिदियो भने लुगा सुक्छ अरे क्या। अब बाहिर जाडोमा घाम लागिरहेको हुन्छ तर घाम चाहिँ देखिन्छ, तातो चाहिँ आउँदैन क्या घामबाट। जाडो कोरियामा जाडोको बेलामा त असाध्यै जाडो नै पनि हुन्छ नि, अनि घाम लाग्छ तर लुगा चाहिँ सुक्दैन, 2 दिनसम्म 3 दिनसम्म सुक्दैन। तर अब भुइँ त तातो भइरहेको हुन्छ नि, फ्लोर हिटिङ सिस्टम ओन्दोल लगाइदिरहेको हुन्छ भुइँमा त, अनि ओन्दोलले भुइँ चाहिँ तातो भइरहेको हुन्छ। अनि भुइँमा लुगा फालिदियो भने बेलुका फालिदियो भोलिपल्ट सुकिरहेको हुन्छ क्या बिहानमा। फ्लोर हिटिङ सिस्टमलाई ओन्दोल भनेर भन्ने हो, सम्झिने है त। ओन्दोलको यङह्याङ प्रभावको तेमुन इरागो हाम्निदा कारणले भनेर भनिन्छ। के रहेछ त, भुइँमा बस्ने संस्कृति वर्तमान समयमा पनि निरन्तर चलिरहेको कारण चाहिँ कोरियाको परम्परागत तातो कोठाको तरिका ओन्दोलको प्रभावको कारणले भनेर भनिन्छ। अब पहिला यो ओन्दोल भन्ने सिस्टम भएपछि त कुर्चिया बसेर भात, यो जाडोमा कुर्चिया बसेर भात खान भन्दा कुर्चिया भन्दा भुइँ तातो भएपछि भुइँमा बसेर खाने भइहाल्यो नि, हो कि? यसरी पुरानो जमानादेखि नै परम्परागत एउटा कोठा तताउने सिस्टम ओन्दोल सिस्टमले गर्दाखेरि नै यो अहिले पनि निरन्तर चलिरहेको छ। परम्परागत तरिका हो तर अहिले पनि ओन्दोल छ। कोरियाको हरेक घरहरूमा ओन्दोल फिट गरिरहेको हुन्छ क्या। अब मुनि ओन्दोल भएपछि त फ्लोर हिटिङ भएपछि त यसै पनि तात्ने भयो, त्यो भएपछि तातो भुइँमा अब त्यो चिसो भुइँमा बसेर बिरामी हुन्छ भन्ने कुरै भएन। भुइँ नै तातो भइदिएपछि त्यो भएको भएर त्यही कारणले ओन्दोलकै कारणले गर्दा वर्तमान समयमा पनि यो भुइँमा बस्ने संस्कृति चाहिँ निरन्तर चलिरहेको छ, अहिले पनि गरिरहेका छन् भन्न खोजेको। ओन्दोल चाहिँ फादागुल भुइँलाई तातुत हागे हानुन तातो बनाउने। ल अहिलेको कुरा आइसक्यो है फेरि। ल ओन्दोल चाहिँ भुइँलाई तातो बनाउने, तातुत हागे हानुन तातो बनाउने हाङ्गुगे कोरियाको छन्थोङ परम्परागत नानबाङ सिसुथेमुरो तातो कोठाको सिस्टम हो। अहिले मैले भनिसकेँ कसरी बनाउँछ भनेर पनि भनिदिइसकेको छु मैले। यर खागुगा विभिन्न परिवारले, खागु भनेको परिवार पनि हुन्छ अनि फर्निचर पनि हुन्छ, यहाँ चाहिँ परिवार भयो। विभिन्न परिवार मोय जम्मा भएर, मोइदा भनेको जम्मा हुनु, जम्मा भएर सानुन बसोबास गर्ने आफाथु एसदो अपार्टमेन्टमा पनि फाइफुरुल फादागे पाइपलाई भुइँमा तारा ओछ्याएर, काल्दा भनेको ओछ्याउनु बिछ्याउनु, ओछ्याएर तुगौन मुरुल तातो पानीलाई, अहिले भर्खर मैले भन्दै थिएँ नि आजभोलि पाइप ओछ्याएर पाइपभित्र तातो पानी खेलाइदिए पनि भुइँ तात्ने भइहाल्यो, त्यो तरिका आइरहेको छ। तातो पानीलाई सुनहान सिखिनुन भनेको चाहिँ प्रसार गराउने, तातो पानी यता र उता प्रसार गराउने फाङ्सिगुरो तरिकाको रूपमा सायोङ थोम्निदा प्रयोग हुन्छ अरे। विभिन्न परिवार जम्मा भएर बस्ने अपार्टमेन्टमा पनि कसरी बनाउँदैछ ओन्दोल सिस्टम, पाइपलाई भुइँमा ओछ्याइदिने, अनि त्यो ओछ्याएको पाइपमा चाहिँ तातो पानी चलाइदिएर त्यो सिस्टमद्वारा चाहिँ ओन्दोल प्रयोग हुन्छ अरे। फाक्के सनुन बाहिर चाहिँ छुरो प्राय सोफाना सोफा अथवा उइजाए आन्जा कुर्सीमा बसेर सेङहाल हानुन जीवनयापन गर्ने छलमुन सारामदुल्दो जवान मानिसहरू पनि छिबाने सनुन घरभित्र चाहिँ छाजु प्राय तातुथान फादागे आन्जा तातो भुइँमा बसेर थिबिरुल फोगना टिभी हेर्ने अथवा सुइगिदो हाम्निदा आराम गर्ने पनि गर्छन्। सुइदा भनेको आराम गर्नु, भिएसटी प्लस गिदो हादा भनेको चाहिँ ने पनि गर्नु, ने पनि गर्नु, भिएसटी प्लस गिदो हादा ने पनि गर्नु। हाङ्गुगे छ्वासेक मुन्हा कोरियाको भुइँमा बस्ने संस्कृति। कोरियनहरू चाहिँ कोठा अथवा मारुको भुइँमा बसेर खाना खाने अथवा आराम गर्ने बसाइको संस्कृति लिएका छन्। यस्तो भुइँमा बस्ने संस्कृति चाहिँ परिवार अथवा नजिकको साथीहरूसँग
कुराकानी आदान प्रदान गरेर मित्रतालाई सुधारात्मक बनाउनलाई सहयोग पुर्याउँछ। भुइँमा बस्ने संस्कृतिको कारणले कोरियन मानिसहरू प्रायजसो घरभित्र जुत्ता चप्पल खोलेर जीवनयापन गर्छन् भने भुइँमा बसेर खाना खाने रेस्टुरेन्ट पनि सजिलैसँग देख्न सकिन्छ। रेस्टुरेन्टहरू पनि भुइँमा बसेर खाना खाने रेस्टुरेन्टहरू आजभोलि सजिलैसँग देख्न सकिन्छ। आजभोलि नेपालमा पनि धेरै नै खुलिसकेको छ यस्तो रेस्टुरेन्ट। भुइँमा बस्ने संस्कृति वर्तमान समयमा पनि निरन्तर भइरहेको कारण चाहिँ कोरियाको परम्परागत तातो कोठाको तरिका ओन्दोलको प्रभावको कारणले भनेर भनिन्छ। ओन्दोल चाहिँ भुइँलाई तातो बनाउने कोरियाको परम्परागत तातो कोठाको सिस्टम हो भने विभिन्न परिवारहरू जम्मा भएर बसोबास गर्ने अपार्टमेन्टमा पनि पाइप भुइँमा ओछ्याएर तातो पानी चलाएर अथवा तातो पानी त्यो पाइपमा चलाउने तरिकाको रूपमा प्रयोग गरिन्छ। बाहिर चाहिँ प्राय सोफा अथवा कुर्सीमा बसेर जीवनयापन गर्ने जवान मानिसहरू पनि घरभित्र चाहिँ प्राय तातो कोठामा बसेर टिभी हेर्ने अथवा आराम गर्ने पनि गर्छन् अरे। ल आजलाई यति नै। कस्तो लाग्यो तपाईहरुलाई? जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्नु होला। ल बाँकी अर्को छङ्गो लिएर भोलि आउने नै छु। आजको लागि बिदा दिनुहोस्। धन्यवाद।